यहाँबाट निस्किँदैन क्या यस्तोबाट। हेर्ने माछा मारेको हुन्छ नि कोसी खुसी ब्यालेन्स। अनि यो बाटो जनकपुर जानुहुन्छ भने 90 किलोमिटर छिटो छ यो बाटो। अन्त बिचा छैन होला नि त बाटो छ डामेर छोडेको साँडे। उहाँ जानु कहाँ तपाईँलाई इन्ट्रेस्टिङ लाग्छ। कहाँ जुट मिल हेट नजाउँ त्यहाँ उहीँ जाउँ। त्यो ताल आजसम्म देखेको छैन कस्तो छ। जानुभएको छैन? अहँ। त्यसो भए मौसम पनि राम्रो छ। सिधै हो यता हो। यो हाम्रो सागर थापाको सुकुम्बासी कुन यो सुकुम्बासीको घर हो यो? तपाईँको मामाको भयो। त्यहाँ त गइरहेको छु। यसलाई चाहिँ के हाइवे भन्छ अरे? हुल्लाकी राजमार्ग। यसो घर पनि यतै होइन? होइन म गएर 2 दिन कि 3 दिन त बसेको छु नि त। सुरुचोटि बाबा मुख्यमन्त्री भएको थिएँ नि त्यतिखेर 79मा फर्स्ट टर्मको फर्स्टमा त्यो रवि सर र कमल सर त्यहीँ बस्दा रहेछन्। अनि म यता आइसकेपछि कहाँ बस्ने हो भनेर भने होइन। ए म 2 दिन चाहिँ धाएँ उहीँदेखि बिहानै आउने अनि बेलुका 3-4 बजीतिर जाने। अनि के भन्नु भने भोलि बिहानै खोइ यतै के कार्यक्रम यति बिग्रिएको बिर्सियो भइहाल्यो। के घुमाइराख्नु यति बाटो खाल्टो छैन त होला नि। यति मात्र हो यो पुरै बाटो। यो चाहिँ हुलाकी राजमार्गको एक्सप्रेस। पहिलो हिसाब अनि जुत्तामा हल्का हिलो लाग्यो। अनि कमल सरले राति कति बजे थाहा छ? सिमडी बर्जुताल तपाईँहरूको स्वागत गर्छ। बाइक त लान पाइयो होला नि त? पाइयो बाइक त पुरै डुलाउनु लान पाइयो होइन बाइक? पाइयो हौ पाइयो। टिकट रहेछ। हामी ठिक्क गेटबाट भित्र छिर्यौँ। अब विस्तृत रूपमा यहाँको ठाउँको बारेमा बताउँछु म। यहाँ सेक्युरिटी दाइहरू हुनुहुँदो रहेछ। टक्क डिजिटलबाट टिकट दिनु हुँदो रहेछ। यो कसरी 25 रुपियाँ गोटा? 20 रुपियाँ गोटा। ए बाइकको 10, मोटरसाइकल 10,
मान्छे 20 राख बोकिराख है घर कि यहाँ बोक यो भएर फेरि बाहिर निस्किने बेलामा कोही फेरि पिसातिर खिराउँदैन बाल दुख्दैन राजा छैन क्या फाइनल्ली आइपुग्यो बर्जुत ताल अब कता घुम्ने हो भाइ जताबाट जाँदा 3टा ताल हो यो सबैभन्दा ठुलो हो यो बाटो छ पुरै 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 एक राउन्ड लगाम हिलो चाहिँ कतिको छ हिलै छ जस्तो लाग्यो बाटो यो चाहिँ सफा चाहिँ नगरेको रहेछ नि म यो बाटो त नजाउँ यार सबै बाटो यस्तै अनि यतापट्टि त केही देखिँदैन नि के जानु त कसरी देखिँदैन बाटै छ प्रपर उता अर्को एउटा ताल छ नयाँ ताल नयाँ तालको चक्करमा बाइक चिप्यो भने चाहिँ त्यसलाई पनि राम्रै ल उत्र यो पहाडीको चक्का चिप्लो छ कि होइन मैले यस्तो यो खालको तरिका सोचेको थिइनँ नि त ताल भने तालै होला भन्ने हुन्छ नि त्यो जामुन खाडीहरू जस्तो हुन्छ नि हो नि यो विकास गरिसकेर रहेछ क्या त्यसमा चाहिँ ट्याक्क त्यहाँभित्र गइसकेपछि हिँड्ने ठाउँहरू होइन पार्कहरू सबै थोक बनाइदिएको छ क्या जामुन खाडी पनि ल यहाँ चाहिँ उत्र यहाँ चाहिँ खादिन्छ नि यो भाइ त्यो चिप्लो खालको माटो रहेछ यार यही तालको माटो होला होइन यो म्यानमेड हो यो तालै यो यस्तो हो म तपाईँलाई एकछिनमा कहानी दुईजना गम्भीर आइसी भएर विराटनगर कस्तो चिप्लो छ अनि टुरिज्मका लागि त अलिकति व्यवस्थित त केही रहेन रहेछ होइन माछा रहेछ होइन यहाँ गएर उफ्रिँदै थियो त्यहाँनिर ल यो चाहिँ विराटनगर जाँदै गरेको प्लेन अनि यता हेर्न सक्नुहुन्छ वाउ यस्तो दामी मस्त हावा चलेको पानीबाट हेर्दाखेरि यो चाहिँ विराटनगर उत्रिन आँटेको यहाँबाट चाहिँ तल जाँदो रहेछ होइन याद गर्नु 1 मिनटमा त पुगिहाल्छ ल पुग्छ होला तर आवाजै कत्रो है प्लेनको होइन नि दाइ यो त साला उचित भनेको त टावर भनेकै त्यो बर्जुको सीमा हो त्यहाँको यहाँ सुन्ने छैन मजाले र पनि आइरहेको छ नि त इको मस्त आनन्दसँग चट्ट त्यो बस्ने सस्ने ल्याएर पिकनिक गर्न मिल्ने रहेछ मस्त गर्छ नि त जाडोमा जाडोमा चाहिँ गर्छन् होइन अब पिकनिक जाडोमै त तर राति जस्तो क्याम्प लाएर बस्ने चाहिँ छैन नि थाहा छैन सोध्नु पर्छ
नत्र अहिले विश्वभरि के मैले धेरै ठाउँ देखेको होइन जस्तो भेटारदेखि त्यो तल्लो भेटार पुग्नुभन्दा अलिक तलतिरपट्टि एउटा डाँडा रहेछ कस्तो राम्रो त्यो ठाउँमा जस्तो क्याम्पिङ स्पट बनाइदियो भने मान्छेले जस्तो तिमीलाई एकदम विरक्त लाग्यो के गर्यो एक दिन भयो भने एक्लै फ्रेस हुन्छु भन्नु मन लाग्यो त्यत्रो पालसाल लिएर जाने आफ्नै टेन्टहरू आफै पकाउने खाने ती यति एरियामा 4 जना 5 जना मात्र पाइयो नि त होइन त्यो त त्यस्तै हुन्छ जस्तो मैले के हो सिक्किममा बन्दैछ अरे त्यसको भिडियो हेऱ्यो चाहिँ यो नथुला जाने बाटोमा होइन त्यहाँ चाहिँ जम्मा जम्मिकन 20 जनाको मात्रै स्पट छ अरे क्या अनि तिमीले एक दिनको 500 1000 कति लिन्छ त्यहाँनिरको चार्ज तिमीले अरू सबै सामान आफ्नो तिनीहरूले टोइलेट बाथरुमहरू पानीहरू मात्रै दिने हो युज गर्नलाई अनि तिमी जान्छौ बस्छौ ओर्छौ इन्जोय गर्छौ त्यो मान्छेको अनुसारले पैसा थप्दै जान्छ त्यहाँ अनि त्यो त राम्रो हो नि के त यो हावामा चट्ट बस्दाखेरि पुरै ढाकिरहेको हुन्छ अहिले त आउँदैन होइन अहिले त उनीहरूको प्रजननको समय गइसक्यो उनीहरू अब त्यो प्रजनन गरेर अन्डा उहीँ छोडेर आउँछन् उहीँ छोडेर आउँछ थकाइ मार्न त्यो त बाटो फर्किने खालको रहेछ भाइ होइन उतै गएर घुम्ने यस्तै हो उत्र न त उयो के खोला हो खोला सोला होइन यो पोखरी नै हो माछा पाल्ने बनाएको होला नि त धेर भएको छैन जस्तो लाग्यो बनाएको पनि यो बाँध पनि पुरानो होइन रहेछ होइन एउटा कोशी टापुमा आउने हो कि यहाँ आउँछन् मतलब त्यहाँनिर के जङ्गल धेर भएर कि खेल्ने ठाउँ नभएर कि त्यो भएर पनि यहाँ त केही छैन अनि त्यसरी आका यो छाला होइन नि हेर्दामा त्यस्तो सिन्थेटिक हो कता हामी दु बोटिङमा गएर तालबेहोस् राम्रो छ उहाँहरू फेरि हेलमेट सेलमेट यो बन्द गरेको भ्यू टावर तलाको बन्दै थियो किन रोक्यो त चाहिँ के एउटा कुरा कन्सेप्ट चाहिँ जहाँ पनि भ्यू टावर बनाइदिने क्या त्यो ठाउँलाई प्राकृतिक रूपमा छोड्दै नछोड्ने बरु बस्ने ठाउँ बनाइदिनु के भएको हो मान्छेको दिमाग गीत आफ्नै तालमा टक्क गीत बजाइदियो घाँस काट्यो होइन इधरदेखि पार्क हो यो बस्ने ठाउँ हेर्नुहोस् यस्तो फोहोर सम्बन्धित निकायलाई यो कुरा ध्यानमा जाओस् कहाँदेखि जाने बन्द रहेछ त पार्क यो अहिले चाहिँ खोल्दैन अब कता वाउ ओ मान्छे छैन भन्थ्यो नि भाइ उहाँ आएर यहाँ उत्र न यहाँ हेर कमल कस्तो दामी उत्र त
कमल त उही त्यत्रो कमल गाउँपछि आएको मान्छेले उत्र देखेर मक्ख भएको त्यस्तो होइन नि यहाँ त 2-4वटा फोटो बनता है तालै छ दाइ हुँ? कमलमा के ताल छ कि छैन छैन कमल खोला भएको कारण नाम राखेको रतुवा राख्दा पनि हुन्थ्यो कि त्यो दमकसँग टाँसिएको भएको र दमकले धेरै क्रेडिट लिने कारणले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कमलको फुल मैले अझै भरे एडिटमा जुम गरेर देखाउँछु कस्तो दामी रहेछ यार यसको यो त त्यो दाना निकाल्ने हुँदैन त्यो खालको कमल रहेछ नि त के अरे त्यो माला बनाउँछ नि ऊ हेर न त त्यसको ठिक्कै दाना बेला भएको फुल फुलिसकेर वा हो ल मेटेका भए पनि कमल रहेछ यो चाहिँ दामी लाग्यो अनि यतातिर ताल हेर्न सक्नुहुन्छ अम्मकको रुख अम्मक फलेको छैन भर्खर एक दुईवटा फुल्दै पो छ त चिचिलो छ त अचम्म खालको बोट रहेछ त अरूतिर सकिसक्यो एकचोटि पुगेर आऊँ न के चाहिँ बनाएको रहेछ के चाहिँ ध्वस्त गरेको रहेछ त्यो गएर नाउ डुबेछ साइबेरियन चराहरू रहेछ नि दाइ यस्तो चाहिँ क्लाइमेट चाहिएको क्या यो दलदल छ नि दलदल हो चाहिँ चाहिएको हो तर धेरै पर्यटन चक्करमा मान्छेले पैसा कमाउने चक्करमा हामी हिँड्दैछौँ यहाँ जताततै ओम नमः शिवायको झन्डा छ टक्क कमल फुल्दैछ 4-5 दिनको झन्डा राखेको झोलुङ्गे पुल चट्ट कहाँ त्यो भ्याउ त उयो त उयसमा चढे जस्तो हो तैरे जस्तो मान्छे कमलको फुल भर्खर फुल्दैछ कुनै फुलिसक्यो यो चाहिँ शिव मन्दिर बर्जु तालको बिचमा भनौँ न बिचमै होइन यो उतापट्टि पनि पोखरी छ यता पनि पोखरी छ यो यताको पोखरीको सुरुवात हो पोखरीको सुरुवात जुन मेन पोखरी छ त्यसको सुरुवात शिव मन्दिर अब यहाँ हामी थोरै पोखरी हेर्छौँ पोखरी त बब्बाल छ नि तर फोहोर चाहिँ अत्याधिक म फेरि पनि भन्छु सफा गर्न सकिँदैन भने फोहोर पनि नगरौँ विशेष गरेर प्लास्टिक चुरोटको ठुटो गुड्खा मधु कोक पानीको बोतल चाहिँ पोखरीमा नहालौँ वा हो ल हेर्नुहोस् उयो चाहिँ ताल भित्रमा छ यहाँ भित्र चाहिँ के छ खासमा केही छैन तालै हो होइन खाली छ खाली जमिन हो पहिलेको बनाएकै हो कि बनेको बनाएको पछि बनाएको सानो ढिस्को थियो त्यसैले थप्दै तर माटो चाहिँ कसरी लग्यो होला के र त होइन यस्तो पानी सुकाए यहीँको मुनिको माटोलाई त्यहाँ थुपार्न थाले त्यो त्यही हुनुपर्छ यस प्रकृतिमा रमाउन चाहनुहुन्छ भने एकछिन भए पनि टाइम पास गर्न चाहनुहुन्छ भने धेरै चिज यहाँनिर दोकान सुकान यताउता चाहिँ केही छैन सबै कुरा आफै बोकेर आउनुपर्ने रहेछ होइन पानीहरू यताउता किन पानीको धारा पनि देखेको छैन मैले यसो कलहरू चाहिँ छ अरे अनि यो ठाउँमा धेरै चिज गर्नु पर्दैन यो भ्यू टावर बनाउने के गर्ने कसो गर्ने केही गर्नु पर्दैन प्राकृतिक ठाउँलाई प्राकृतिकमा छोडौँ सफा गरौँ अनि हिँड्ने ठाउँमा बरु ब्लक ओछ्याइदिनु हिलो रहेछ धेरै होइन अनि बाइकहरूको पार्किङ एकतिर गरेर हिँड्ने बस्ने ठाउँ बनाइदिनुहोस् क्याम्पिङ गर्ने ठाउँ बनाइदिनुहोस् वरिपरि बरु कम्पाउन्ड लगाइदिनुहोस् तारै चालेको भए पनि क्याम्पिङ गर्ने ठाउँ बनाइदिनुहोस् त्यो गरेपछि बिस्तारै पर्यटनहरू आफै आउन थाल्छन् यो चाहिँ मेटेका घारी रहेछ मेटेका छ यो बरु मेटेका सबलाई हटाइदिएर कमलको मात्र छोडिदियो भने कसले राम्रो हुन्थ्यो होला भाइरल भइहाल्छ नि त्यतिकै कमल फुल पोखरीको नामै कमल भनेर परिवर्तन हुन्छ यता आज बर्जु ताल अलि घुम्यो केही राम्रो पक्ष
केही नराम्रो पक्ष दुइटै मनमा बोकेर जाने भयो होइन। राम्रो पक्ष भनेको ताल रहेछ, प्राकृतिक ठाउँ आजसम्म आइएको थिएन। र नराम्रो पक्ष भनेको फोहोर अनि अनावश्यक रूपमा फगटिया बनाएको संरचना, यस्तै कुराहरू। र त यो तालमा पिकनिक बन्द, किनभने पिकनिक बन्द गर्न दिन क्याम्पिङ गर्ने, साउन्ड बन्द गराउने, घुम्ने, मान्छेलाई हिँड्ने, रिल्याक्स गर्ने हो त्यो खालको बनाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ। एक राम्रो छ ठाउँ, अलिकति मेहनत गरेर सफा गर्दाखेरि हुन्छ, तर यो अनावश्यक रूपमा पिकनिक खाने ठाउँ चाहिँ बनाइदिनु हुँदैन भन्ने लाग्छ। किनभने यो चराहरूको ठाउँ हो, चराहरूको ठाउँलाई पिकनिक स्पोट बनाइदिएपछि चरा आउँदैन। यहाँ पनि रहेछ है कमल। यो खालको हो, उनीहरूलाई त्यो लुक्ने खेल्ने ठाउँ चाहिन्छ नि त। दिनभरिको घाम आइरहेको उहाँले घाम खोज्दै त आएको हो खासमा। यता पनि बरु यस्तोमा बनाइदिँदा हुन्छ। ऊ परको जग्गा सबै भाडा हालेर यता पिकनिक स्पोट बनाइदिने, यतातिर अब यो चाहिँ बिएसए पार्टी सार्टीका लागि भनेर बनाइदिएको होला फेरि। अब म्युजियम हो, सङ्ग्रहालय नै, थारू सङ्ग्रहालय हो कि के त सङ्ग्रहालय हो कुनै गर्छु, थारू सङ्ग्रहालय। ओके, यो ठिक छ ल। अनि यो चाहिँ राम्रो हो। यो बाटो कता जान्छ? अब कता? यहाँदेखि हो निस्क्यौँ। ल हामी चाहिँ निस्क्यौँ अब बढजुत तालबाट। यस प्राकृतिक रूपमा हल्का प्रकृतिसँग विराटनगरतर्फ लाग्यौँ। अनि यहाँ भिडियोको इन्डिङ गरेको क्या। यति भन्दै आजको यो भिडियो नि अन्त्य गर्न चाहन्छु। फेरि पनि कतै घुम्न मुड चलेर निस्केछु भने म भ्लग बनाएर हालिहाल्छु भन्दै च्यानललाई सब्सक्राइब गर्नु भने पनि हजुरहरूले गर्नुहुन्न। सब्सक्राइब आफ्नो मर्जी हो, तर भिडियो चाहिँ हेरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।